नमस्ते सबैलाई है थ्याङ्क यू सो मच हजुरहरू आइदिनु भयो मेरो माइलस्टोन सेलिब्रेसन गर्नुको लागि यस्तो बिजी स्केड्युलमा पनि सो थ्याङ्क यू सो मच फ्रम बटम अफ माई हार्ट है अनि स्पेसली थ्याङ्क्स गोज टु हाम्रो मन्जु दिदी है उहाँले चाहिँ इनिसिएट लिनुभयो बुटबलदेखि फोन गरेर के भन्नुहुन्छ उहाँले ए रोजु पक्नु है म आइसकेपछि सेलिब्रेसन गर्नुपर्छ भर्चुअली होइन अब फिजिकली गर्नुपर्छ म चाहिँ भनेर भन्नुभयो होइन त्यस्तो सानो सानो जुन हुन्छ नि कुराहरू जुन यो माया यो सपोर्ट होइन सबैजनाको त्यसले चाहिँ मलाई चाहिँ अगाडि बढ्न चाहिँ एकदमै हेल्प गरिरहेको छ कि यो इन्करेज गरिरहेको छ होइन यो बिजनेसमा अनि यो बिजनेसमा चाहिँ हाम्रो माइन्डसेट स्ट्रङ माइन्डसेटको चाहिँ एकदमै ठुलो रोल प्ले गरेको छ होइन अब मेरो जर्नी पनि खासै छोटो होइन लाग्यो 2 इयर्स भयो होइन मैले यो जर्नी स्टार्ट गरेको तर मैले चाहिँ कन्सिस्टेन्सी दिएँ यो बिजनेसको लागि होइन यस्तो राम्रो साथीहरू पाएँ सपोर्ट पाएँ प्लस डिसिप्लिन चाहिन्छ मोटिभेसन एभ्रिथिङ हाम्रो यो बिजनेसमा सबै छ होइन हाम्रो यो ट्रेनिङ साइडमा हाम्रो यो मास्टर माइन्ड क्लासेस जुन छ नि त्यसमा पनि सबै छ हामीलाई मोटिभेट गर्छ त्यसबाट पनि हेल्प हुन्छ अनि मैले आफूले आफ्नो पोटेन्सियल कति छ त भन्ने कुरा यो बिजनेसमा आएर थाहा पाएँ 2 वर्ष अगाडिको रजनी र अहिले चाहिँ म अलिकति चेन्ज भएको जस्तो यस्तो बोल्ने खाली मान्छे चाहिँ होइन है म तर चाहिँ बोल्न सकिरहेको छु आफ्नो स्टोरी सेयर गरिरहेको छु होइन सो आई फिल रियली प्राउड अफ माई सेल्फ अनि अब थर्ड माइलस्टोन भन्दा पनि मलाई यसरी रमाइलो लाग्छ कि सबैजनाको यस्तो माया सपोर्ट पाउँछ होइन त्यही मलाई राम्रो लाग्छ ग्रोथमा फोकस गर्नुपर्छ होइन यो बिजनेसमा चाहिँ मैले पनि ग्रोथमै फोकस गरेँ अनि त्यही नै हो